वेलकम टू नासा सेक्युरिटीज। नासा सेक्युरिटीजले ल्याएको नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम नासा एक्स मा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी अर्डर मेन्युको बारेमा डिस्कस गर्ने छौं। सो अर्डर मेन्युमा क्लिक गरौँ। हामी यो पेजलाई तीनवटा सेक्सनमा डिभाइड भएको देख्न सक्छौं। एउटा मार्केट वाच सेक्सन, अर्को बाइ सेल सेक्सन अनि लास्टमा एउटा अर्डर बुक सेक्सन। सो मार्केट वाचमा अहिले डिफल्ट मेन्यु सिलेक्टेड छ। हामीले यहाँ स्क्रिप्ट्सहरु एड गर्न सक्छौं। जस्तै सो हामी यहाँ जति पनि स्क्रिप्ट्सहरु एड गर्न सक्छौं। एड गर्दै ट्रेडिङ पनि गर्न सक्छौं। कसरी भन्दाखेरि बाहिर सेलमा क्लिक गरेर। यदि हामीले सेलमा क्लिक गर्यौं भने यो स्क्रिप्ट यहाँ पनि आउँछ अनि क्वान्टिटी प्राइस राखी हामी सेल गर्न सक्छौं। बाहिर सेलमा टगल गर्नको लागि कन्ट्रोल बी र कन्ट्रोल एस थिचेर टगल गर्न सक्छौं। त्यसैगरी हामी यहाँ के देख्न सक्छौं भने बाइ सेल सेक्सनमा कुनै पनि स्क्रिप्टको लिमिटेड डिटेल्सहरु मात्र देख्न सक्छौं अथवा बाइ सेल गर्नलाई चाहिने बेसिक डिटेल्सहरु देख्न सक्छौं। तर मार्केट वाच सेक्सनमा गएर हेर्यौं भने त्यसको कम्प्लिट डिटेल्स देख्न सक्छौं। कुनै पनि स्क्रिप्टको कम्प्लिट डिटेल हेर्नु पर्ने छ भने त्यसमा क्लिक गर्नु पर्यो। यदि यसको डिटेल्सलाई हाइड गर्नु पर्यो भने त्यही स्क्रिप्टमा क्लिक गर्नु पर्यो। अझ हामी कुनै पनि स्क्रिप्टको चार्ट हेर्न सक्छौं यो बटनमा क्लिक गरेर। हामीले बाइ सेल सेक्सनमा पनि डाइरेक्टली कुनै स्क्रिप्ट सर्च गरी ट्रेड गर्न सक्छौं। जस्तै हामीले यो स्क्रिप्ट सर्च गर्यौं, क्वान्टिटी र प्राइस राखी बाइ अथवा सेल गर्न सक्छौं। हामीले प्लेस गरेको बाइ अथवा सेल अर्डर बुकमा देखिन्छ र यो अर्डर बुक डेली रिफ्रेश हुन्छ। अब हामी मार्केट वाचमा आफ्नो वाच लिस्ट कसरी क्रिएट गर्ने भन्ने कुरा सिक्छौं। सो हामीले डिफल्टमा यहाँ तीनवटा स्क्रिप्ट एड गर्न साथ हामी होम पेजमा गएर स्क्रोल गरेर तल गयौं भने माई वाच लिस्टमा गएर डिफल्ट अहिले सिलेक्टेड छ। सो अघि हामीले डिफल्टमा जतिवटा स्क्रिप्ट्सहरु एड गरेका थियौं त्यो सबै यहाँ देखियो। अब हामीले आफ्नै वाच लिस्ट क्रिएट गर्नु पर्यो अथवा यहाँ हेरौं डिफल्ट छ, सेफ्टिकर छ, माई होल्डिंग्स छ, इन्डेक्स वाच छ, प्रोमोटर वाच छ। सो माई होल्डिंग्समा चाहिँ मेरो पोर्टफोलियोमा भएको स्क्रिप्ट्सहरु देखाउँछ, इन्डेक्स वाचमा चाहिँ इन्डेक्सहरु देखाउँछ, प्रोमोटर वाचमा चाहिँ प्रोमोटर वाचसँग रिलेटेड इन्फर्मेसन्सहरु देखाउँछ। अब यहाँ हामीले आफ्नो वाच लिस्ट क्रिएट गर्नु पर्यो। त्यसको लागि अर्डर पेजमै जाउँ। अर्डर पेजमा गइसकेपछि यहाँ प्लसमा क्लिक गरौँ। प्लसमा क्लिक गरिसकेपछि मार्केट वाच नेम भनिरहेछ ABCD भनेर एउटा वाच लिस्ट क्रिएट गरौँ। अहिले बाइ डिफल्ट ABCD सिलेक्टेड छ। अब यसमा स्क्रिप्ट्सहरु एड गरौँ। यहाँ हामीले ABCD भन्ने वाच लिस्ट भित्र स्क्रिप्ट्सहरु एड गर्यौं। अब एड भयो कि भएन भन्ने कुरा कन्फर्म गर्नलाई होम पेजमा जाउँ। माई वाच लिस्टमा क्लिक गरेपछि यहाँ ABCD आइसक्यो र हामीले एड गरेको स्क्रिप्ट्सहरु यहाँ देख्न सक्छौं र यहाँ ड्रप डाउनमा क्लिक गरी अरु पनि वाच लिस्टहरु हेर्न सक्छौं। हामीले आफैले क्रिएट गरेको जुन यो वाच लिस्ट छ ABCD, यस भित्र भएको स्क्रिप्ट्सहरु जबसम्म तपाई डिलिट गर्नुहुन्न तबसम्म देखाइरहन्छ। तर हामीले डिफल्ट सेक्सन भित्र जुन स्क्रिप्ट्सहरु एड गर्यौं यो स्क्रिप्ट्सहरु चाहिँ आजको लागि मात्र अवेलेबल हुन्छ। भोलि फेरि यो रिफ्रेश भएर आउँछ, यो खाली भएर आउँछ। सो यस भिडियोमा हामीले अर्डर मेन्युको बारेमा जान्यौं। यस भिडियोमा यति नै। अब नेक्स्ट भिडियोमा हामी फन्ड मेन्युको बारेमा जान्ने छौं। धन्यवाद।